प्रिय दाजुभाइ तथा दिदीबहिनीहरूमा जय मसीह अनि नमस्कार। हामी सबै खुसी खोज्छौँ होइन र? कसैले पैसामा खुसी देख्दैनन्, कसैले सफलतामा, कसैले सम्बन्धमा र कसैले भौतिक चिजहरूमा। तर के यी सबै कुराले हामीलाई स्थायी खुसी दिन सक्छन्? प्राय हामीले देखेका छौँ कि यिनीहरू क्षणिक मात्र हुन्। आज हामी एउटा यस्तो स्रोतको अन्वेषण गर्दैछौँ जसले हामीलाई साँचो दिगो खुसीको रहस्य सिकाउँछ। त्यो हो बाइबल। यदि तपाईँ वास्तविक आनन्द र मनको शान्तिको खोजीमा हुनुहुन्छ भने यो भिडियो तपाईहरूको लागि हो। प्राय मानिसहरू खुसीलाई परिस्थितिमा आधारित सकारात्मक भावनाको रूपमा परिभाषित गर्छन्। यदि सबै कुरा राम्रो भयो भने हामी खुसी हुन्छौँ। तर बाइबलले खुसीको अझ गहिरो, झन शक्तिशाली आधारमा अवधारणा प्रस्तुत गर्छ। यसलाई आनन्द जोय भनिन्छ, जुन परिस्थितिमा निर्भर गर्दैन, बरु भित्री शान्ति र सन्तुष्टि हो। बाइबलले हामीलाई सिकाउँछ कि साँचो खुसी वा आनन्द परमेश्वरको हाम्रो सम्बन्ध र उहाँको सिद्धान्तहरू पछ्याएर प्राप्त हुन्छ। यो कुनै भावना मात्र नभई परमेश्वरको उपस्थितिको कारणले आउने एउटा भित्री आस्था हो। भजन सङ्ग्रह 14:11 मा लेखिएको छ, तपाईले मलाई जीवनको बाटो देखाउनुहुन्छ, तपाईको उपस्थितिमा पूर्ण आनन्द छ, तपाईको दाहिने हातमा सधैँका लागि सुख छ। यसले स्पष्ट पार्छ कि परमेश्वरसँगको नजिकको सम्बन्ध साँचो खुसीको स्रोत हो। आउनुहोस् अब बाइबलले सिकाएका केही महत्त्वपूर्ण सिद्धान्तहरू हेरौँ जसले तपाईलाई साँचो खुसी प्राप्त गर्न मद्दत गर्नेछ। 1 मा परमेश्वरसँगको सम्बन्ध बनाउनुहोस्। परम प्रभुमा आनन्द मनाओ र उहाँले तिम्रो हृदयका इच्छाहरू पूरा गरिदिनुहुनेछ। भजन सङ्ग्रह 37:4। साँचो खुसीको पहिलो र सबैभन्दा महत्त्वपूर्ण चरण परमेश्वरको व्यक्तिगत सम्बन्ध हो। उहाँको नजिक आउँदा हामी उहाँको असीम प्रेम, शान्ति र आनन्द अनुभव गर्छौँ। प्रार्थना, बाइबल अध्ययन र उहाँको उपासनाद्वारा यो सम्बन्ध बलियो हुन्छ। 2 मा कृतज्ञ हृदय राख्नुहोस्। हरेक कुरामा धन्यवाद देऊ, किनकि ख्रीष्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो। पहिलो थेसलोनिकी 5:18। हामीसँग जे छ त्यसैको लागि कृतज्ञ हुनु साँचो खुसीको लागि अपरिहार्य छ। हामी अक्सर आफूसँग नभएका कुराहरूमा ध्यान दिन्छौँ, तर बाइबलले हामीलाई परमेश्वरले दिनुभएका आशिषहरूका लागि धन्यवाद दिन सिकाउँछ। कृतज्ञताले नकारात्मकता हटाएर सकारात्मकता ल्याउँछ। 3 मा अरूलाई प्रेम गर्न र सेवा गर्नुहोस्। लिनु भन्दा धन्यको कुरा हो। प्रेरित 20:35 र एकअर्काको बोझ बोक। गलाती 6:2। जब हामी आफूभन्दा बाहिर निस्केर अरूलाई प्रेम गर्छौँ, मद्दत गर्छौँ र सेवा गर्छौँ, तब हामीले अद्भुत आनन्द अनुभव गर्छौँ। येशूले हामीलाई अरूको सेवा गर्न सिकाउनु भयो र यसैमा साँचो सन्तुष्टि पाइन्छ। 4 मा क्षमा दिनुहोस् र शान्ति कायम गर्नुहोस्। धन्य हुन् शान्ति स्थापना गर्नेहरू, किनकि उनीहरू परमेश्वरका सन्तान कहलाइनेछन्। मत्ती 5:9। मनमा रिस, कटुता वा बदलाको भावना राख्दा त्यसले हाम्रो खुसीलाई नष्ट गर्छ। बाइबलले हामीलाई क्षमा दिन र अरूसँग मेलमिलाप गर्न सिकाउँछ। क्षमाले हामीलाई स्वतन्त्र गर्छ र मनमा शान्ति ल्याउँछ। 5 मा परमेश्वरको वचनमा भरोसा राख्नुहोस्। तपाईको वचन मेरो खुट्टाको लागि दीपक र मेरो मार्गको लागि ज्योति हो। भजन सङ्ग्रह 119:105। बाइबल परमेश्वरको वचन हो जसले हामीलाई जीवनको सही मार्ग देखाउँछ। जब हामी यसलाई पढ्छौँ, अध्ययन गर्छौँ र यसका सिद्धान्तहरू अनुसार चल्छौँ, तब हामीले बुद्धि र स्पष्टता पाउँछौँ जसले मनमा शान्ति र खुसी ल्याउँछ। 6 मा धीरज राख्नुहोस् र धैर्यवान बन्नुहोस्, किनकि तिमीहरूलाई धैर्यको खाँचो छ, ताकि परमेश्वरको इच्छा पूरा गरेपछि तिमीहरूले कृतज्ञता प्राप्त गर्न सक। हिब्रू 10:36। खुसी सधैँ तत्काल प्राप्त हुँदैन, जसमा चुनौतीहरू आउँछन्। बाइबलले हामीलाई ती चुनौतीहरूको बीचमा पनि धैर्य राख्न सिकाउँछ। परमेश्वरको समय र योजनामा विश्वास गर्न प्रोत्साहित गर्छ। धैर्यताले हामीलाई भविष्यको आशा दिन्छ। अब प्रश्न आउँछ, हामी बाइबलीय सिद्धान्तहरूलाई हामीले कसरी आफ्नो दैनिक जीवनमा लागू गर्न सक्छौँ? दैनिक प्रार्थना र बाइबल अध्ययन। हरेक दिन परमेश्वरसँग समय बिताउनुहोस्। कृतज्ञताको डायरी। आफू कृतज्ञ भएको कुराहरू लेख्ने बानी बसाल्नुहोस्। सेवा गर्ने मौका खोज्नुहोस्। आफ्नो समुदाय
समुदाय वा अरूलाई मद्दत गर्ने तरिकाहरू खोज्नुहोस्। क्षमाको अभ्यास गर्नुहोस्। जसले तपाईलाई चोट पुर्याएका छन् उनीहरूलाई क्षमा दिनुहोस् र यदि तपाईले कसैलाई चोट पुर्याउनु भएको छ भने माफी माग्नुहोस्। सकारात्मक सोचको विकास। चुनौतीहरूलाई अवसरको रूपमा हेर्न सिक्नुहोस्। साथीहरू, साँचो खुसी बाहिर परिस्थितिमा निर्भर गर्दैन, यो हाम्रो भित्रबाट आउँछ। जब हामी परमेश्वरको सम्बन्धलाई महत्त्व दिन्छौँ र उहाँका सिद्धान्तहरू अनुसार चल्छौँ, यो यात्रामा कहिलेकाहीँ कठिनाइ आउन सक्छ, तर परमेश्वरको आनन्द हाम्रो शक्ति हो। यो भिडियोबाट तपाईले के सिक्नु भयो? कुन सिद्धान्त तपाईलाई सबैभन्दा महत्त्वपूर्ण लाग्यो? कमेन्ट बक्समा आफ्नो विचार लेख्न नबिर्सिनुहोला। यदि यो भिडियोले तपाईलाई थोरै भए पनि सहयोग गर्यो भने कृपया लाइक गर्नुहोस्, आफ्नो साथीभाइ र परिवारसँग सेयर गर्नुहोस् र यस्तै प्रेरणादायक सामग्रीका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। अर्को भिडियोमा भेटौँला। परमेश्वरले तपाईलाई आशिष दिनु भएको होस्। धन्यवाद।